हजुरहरूलाई स्वागत छ मेरो सञ्जिला श्रेष्ठ च्यानलमा। आज चाहिँ म मकबाङ भिडियो लिएर आएको छु। यो चाहिँ मैले बनाएको भेज मोमो हो। अनि यो चाहिँ चना चटपटी एकदमै सिम्पल तरिकाको। अनि यो चाहिँ मेरो भेज मोमो। डिफ्रेन्ट तरिकाको भेज मोमो छ यहाँ चाहिँ भएको भएर। र मैले यो भेज मोमो कसरी प्याक गर्ने भनेर पनि यहाँ राखेको छु, हजुरहरूले हेर्न सक्नुहुन्छ। र आज चाहिँ मैले मैदा मुसेर घरमै मोमोको पेस्ट्री बनाउन लागेको छु। र अस्ट्रेलियामा चाहिँ प्रिमेड मोमोको पेस्ट्री पाइन्छ। हामीले स्टोरहरुमा किन्न पाउँछ, डिपार्टमेन्टल स्टोरहरुतिर। तर मलाई चाहिँ एकदमै यसरी बेलेर बनाएको मोमो मिठो लाग्छ। आज चाहिँ म हजुरहरूलाई मोमो चाहिँ कसरी र्याप गर्ने भनेर देखाउँदै छु। म चाहिँ यसरी र्याप गर्छु। यसरी किमा हाल्ने। मैले चाहिँ यो भेजिटेबल किमा लिएको छु र यसरी सानो सानो यसरी फोल्ड गर्दै साइडबाट यसलाई यसरी यसो गरेर यहाँ पहिला जोड्ने अनि साइडबाट यहाँ यसरी प्रेस गर्ने, पिन्च गर्दै जोड्दै। यो चाहिँ गोलो खालको एकै ठाउँमा यसलाई चाहिँ यसरी प्रेस गरेर जोड्ने। So here you go. Pinch, and the last one. Here you go, another one. मोमो बनाउने चाहिँ आफ्नै तरिका हुन्छ। मैले चाहिँ यो डल्लो मोमो भन्दा पनि यो लाम्चो मोमो चाहिँ मैले फर्स्ट टाइम मेरो मामा घरमा सिकेको हो। मलाई मेरो ठुलो दादाले मोमो बनाउन सिकाउनु भएको हो। सो यसरी पिन्च गर्दै there you go. र यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने कृपया मेरो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला र मलाई अगाडि बढाउन मद्दत गरिदिनु होला। अहिलेसम्म मेरो 400 भन्दा अलिकति बढी सब्स्क्राइबर भएको छ। हजुरहरूको अझै साथ र सपोर्टको अपेक्षा राख्दछु। अब चाहिँ म यो ढिलो नगरी सुरु गर्छु, किनभने यो पनि ओसिन सक्छ अनि यो मोमो त अभियसली चिसो भइहाल्छ। त्यही भएर
अब चाहिँ म यो चटपटी सुरु गर्दैछु। एकदमै सिम्पल स्टाइलको। र यदि हजुरहरूलाई मैले चटपटी बनाएको भिडियो हेर्न मन लाग्छ भने चाहिँ मैले पहिला नै अपलोड गरिसकेको छु, त्यसमा गएर हेर्न सक्नुहुन्छ मेरो रेसिपी भिडियो। अनि मोमोको लागि पनि हजुरहरूले मेरो रेसिपी भिडियो पहिलाको हेर्न सक्नुहुन्छ। र हजुरहरूलाई झोल अचार खान मन लाग्छ भने पनि मेरो रेसिपी भिडियो मैले हालेको छु, त्योमा गएर हेर्न सक्नुहुन्छ। र अन्तमा चाहिँ हजुरहरू जसले मेरो यो भिडियो अन्तिमसम्म हेरिदिनु भएको छ, हजुरहरूलाई म मुरी धन्यवाद दिन पनि चाहन्छु। र म फेरि अन्य भिडियोका साथ नयाँ रेसिपी घुमेको या मकबाङ भिडियो साथ आउनेछु। हस्त धन्यवाद। बाई बाई।